साथीहरु हामी चाहिँ अब इन्डेश्वर दन्तकाली ब्रसुबा घुम्न गइरहेछौँ हैन। नरथा घुम्न गएको खासै मान्छे छैन चाहिँ माथि बुढासुबाहरुतिर चाहिँ मान्छे छ कि है। यहाँतिर चाहिँ खासै मान्छे छैन रहेछ। यहाँ चाहिँ लिङ्गे पिङ खेलिरहेछ हैन। यस्तो छ। अब म बुढासुबा दन्तकाली अनि इन्डेश्वरको देखाउँछु है त ब्लगहरु। ल सबैजना हामी चाहिँ बुढासुबा आइसक्यौँ। राम्रो ठाउँ हो। हामी त यतैबाट छिर्यौँ त। यहाँ चाहिँ मन्दिरको मालाहरू पूजा गर्ने उहरू के पाइन्छ है। ल अझ हामी त ढिलो आइपुग्यौँ। अलि उज्यालोमा आइपुग्यौँ। नभए यसरी यहाँनिर चाहिँ भाकल राखेर बाँध्ने चलन छ हैन। अझ टेम्पोले भित्रसम्म ल्याइदिएर बाहिरको ढक्नु हो एकछिन खिच्नु पर्यो। ल बुढासुबा यस्तो छ यहाँले साथीहरु। अन्जन पनि यस्तो बुकु भइरहेछ। आँसु निस्किसकेको छ। चस्मा लाउनु भएन? ल्याएन त रे। साथीहरु बुढासुबा मन्दिर यस्तो छ। म त भित्र छिर्दिनँ बाहिर गर्नु पर्यो। हिजो भयो नि त। माथि जाने भयो नि त आउनु। बाहिर घुरा त के हुँदैन क्या आउनु। कालु आऊ है मलाई समातेर। डाक्छु। ल साथीहरु बुढासुबा मन्दिर चाहिँ है धरानको प्रसिद्ध बुढासुबा मन्दिर यही हो। बेबी त्यहाँ माथि चढ्नु हुँदैन होला। ल बिहानै भक्तजनहरू धेरै आउनु रहेछ। बुढासुबा मन्दिरको पूजा गर्नेहरू सबैजना पालामा कुदिरहनु भएको। कालु ल घन्टी बजाऊ। हेलो भनिदेऊ कालु। यसको आँखा के भएछ? चिम्म भएछ त। आऊ यता छिटो। मम्मी चाहिँ भगवानहरू पूजा गर्नु हुँदैन नि त्यही भएर पर बसिरहनु भएको। त्यही बस्ने यताबाट घुमेर आउनु न भाइ मम्मी। मम्मी सुन्दैन आएन। अहिले कतातिर खिचौँ। बाहिरदेखि नै पूजामा भित्र पूजा गर्न जानु हुँदैन। बुढासुबा मन्दिर चाहिँ यस्तो छ है वरिपरि। कालु भगवानको दर्शन गरेको धरानको प्रसिद्ध के भन्छ बुढासुबा मन्दिर है। यता आऊ बेबी यता आऊ छिटो यता आऊ छिटो। के को राति हौ। उता हिँड्ला बोजूसँग बोजू हेर त बोजूलाई एक्लै छोडेर ल हिँड्ला हौ। घन्टाको आवाजले कस्तो मनै शान्त हुने क्या। सबै मान्छेले भाकल गरेको हो साथी। बाँस ठुलो बाँस छ ठुलो बाँसहरू चाहिँ त्यही हो होइन साथीहरू। हाम्रो पूजा गर्दैछ। आउनु बोजू कता गयो त? आऊ त तल बिस्तारै है। यो लड्छ होला के बिस्तारै भनेको सुन्दैन। यहाँनिर के उयो लेखेको थियो नि त छैन त। त्यो ऊ लेखेको थियो नि बुढासुबा मन्दिर लेखेको थियो त। यहाँ त सबै पेन्टिङ गरी गरेछ। ए हो
साथीहरू हामी त्यत्रो हिजो घुमेर आएर हामी कहाँनिर ए ल है साथीहरू चाहिँ ब्रसुबा मन्दिर बाँसको झ्याङ बाँसहरू चाहिँ अलिक उ भएछ होइन यस्तै छ ब्रसुबा मन्दिर हामी त अझ हिजो त नौरथा मान्छेहरू अलिक कम रहेछ नभए त कति धेरै मान्छेहरू हुन्थ्यो खोइ मम्मी कहाँ अन्त उतातिर घुमेको भए भइहाल्थ्यो त नगरे पनि के जाऊँ ल अब उता दण्डकालतिर पनि घुम्नुपर्छ साथीहरू हामी ब्रसुबातिर चाहिँ घुम्यौँ होइन मेरो सन्तानहरू त यहाँ आउँदैन यहाँ मम्मी हुनुहुन्छ यहाँ बहिनी ब्रसुबा मन्दिर हात समातेर हिँड्ला बेन खेल्दै छु हौ के अरे के लाछा अच्छा मेरोमा कति धेरै थियो कुन चाहिँ लाछा छौ के गर्छस् त्यो कति हो त्यो कति हो त्यसलाई ए यहाँ कति महँगो त जा तेरो मम्मीलाई बोलाएर छिटो हाम्रो घरका चकचके थियो लामो र छोटो थियो अरे क्या त्यो त्यही भएर हेरिस् लाइट ल मेरो यस्तो मुख कस्तो के भएर दुखेको हौ के गर्नु पऱ्यो ए साथीहरू यो चाहिँ ब्रसुबा मन्दिर है पक्नु ल ब्रसुबा मन्दिर है साथीहरू यहाँ चाहिँ सन्तानहरू आइरहेको अब हाम्रो कालो भनेको चाहिँ दन्तकाली त्यो के हो त्यो सेलरोटी खाने हो सेलरोटी हिजो बेसी चिल्लो खाएछ फेरि है घरमा पोलिरहेछ प्लास्टिकले पोलेको तेल लानु पर्छ है कहाँ छ त पर्दैन होस् कहाँ हेर्दै पढ्नै त्यहाँ त्यसलाई समात्नै म जाम ल अब के भएछ हामीलाई ल होटल ब्रसु त्यो होटल है ब्रसु दन्तकाली यस्तै छ है साथीहरू धेरै उ भइसक्यो क्या हो पेट पोलेर के भन्छ आउने बित्तिकै चिल्लो चाप्लो बढिन्छ नि त पहिला जस्तो नौरथामा रमझमै छैन रहेछ क्या तर हिजो त यताको बाटो हिँड्यो होला है मम यताबाट त्यही त हेर्नु त ल साथीहरू ब्रसुबाको आयो होइन अब हामी दन्तकाली गरेछौँ दन्तकालीको ब्लग हाल्छु ल ब्रसुबा दन्तकाली प्रियसरीको ब्लग चाहिँ एउटै हुन्छ है मेरो खोइ कहाँ हिजो तल बुढाबुढी पहिला जस्तो मान्छेहरू खासै छैन रहेछ क्या नौरथामा तर साथीहरू
यो चाहिँ हामी दन्तकाली चोक होइन के विजयपुर चोक ए विजयपुर चोक हो मैले बिर्सिसकेँ क्या अब सबै चेन्ज भइरहेको छ त अरे विजयपुर चोक हो विजयपुरै यता त दन्तकालीबाट होइन अब यो चाहिँ विजयपुर चोक है यता ठुलो सम्म मम्मीहरू नआउने ल सुनि है तेरो कुरा खोइ मान्छे भन्दा ठुलो रहेछ त है बाजा त गाजर लाखा होइन होला त्योहरू अहिले छिटाइदिएर ल अगाडि बिस्तारै ल बिस्तारै धएको है अगाडि ल हो ल अब दन्तकाली मन्दिर जानुपर्छ ल अनि त्यसपछि पिण्डेश्वरी ल के भन्नु मम्मी के हो कता खिच्दैछ हौ यहाँ आवा कस्तो त कुकुरले टेडी बियर है हामी चाहिँ दन्तकाली ब्रसको बिचमा भित्रहरूमा हावा खाँदैछौँ एकछिन ल हिँडेर कस्तो गर्मी भयो साथीहरू डाँडा पाखा चहराने परको नदी त कोसी नदी होला होइन परको त पारी यस्तो गर्मी होइन है यस्तो गर्मी होइन ल साथीहरू हामीले हिँड्दा हिँड्दा दन्तकाली मन्दिर आइसकेको छौँ होइन नलाने हामी त घुम्नु मात्रै यताबाट छिरेर उताबाट छिन्यो होला कि आमा छिन्यो हो नछिने भन्छ दन्तकाल पूजाको उयोहरू लागि म चाहिँ अलिकति छिरेर यहाँ देखाउँछु ल भिडियो गाइजहरू म धेरै भित्र चाहिँ छिर्दिनँ कि तर अलिकति जस्ट ऊ गर्नुलाई मात्रै हल्का मेरो फ्यान्सहरू देखाउनु पुरै प्याक रहेछ परिक्रमा आउँछ भन्ने रहेछ है जाऊँ न हामी खासै पूजा गर्दैन कि त्यही भएर साथीहरू हामी चाहिँ म चाहिँ अलिकति देखाउनुलाई मात्रै छिरेको ल दन्तकाली मन्दिर चाहिँ त्यही हो ल दन्तकाली पनि घुम्यो अब चाहिँ पिण्डेश्वरी मन्दिर हेर्ने जाऊँ ल बिहानै पनि हिँड्दाखेरि लास्ट गर्मी ल दन्तकाली मन्दिर ब्रसा मन्दिर देख्यो अब पिण्डेश्वरी मन्दिर है त साथीहरू हामी ब्रसमा दन्तकाली घुमेर आएपछि घाम पनि झुल्केको छ मैले चाहिँ अलिअलि सर्ट भिडियो गरेको किनभने
सबै भिडियोहरू चाहिँ नगरेको हिँडेको भिडियोहरू चाहिँ होइन त्यही भएर अब पिण्डेश्वर त्यसपछि फेरि अरू ठाउँ पनि घुम्नु जाने घरै घर भइसकेको छ अहिले त सबै के अरे मम्मी त्यो हामी चाहिँ दन्तकालदेखि बृहस्पतिदेखि दन्तकाल भनेदेखि पिण्डेश्वर मन्दिर झरी स्याहार छ है त्यसलाई पिण्डेश्वर मन्दिर सेवामेन्ताहरू यता कोही आएनन् त पिङ खेल्दैछ हामीले पिङ खेलेको टक्क भिडियो बनाउने हो होइन साले त्यो त त्यो काले होइन बोजूलाई लिएर आइजानु त त्यति आउँदो रहेछ त्यसलाई हेर त त्यसलाई लिएर आइज ल साथीहरू पिण्डेश्वरी मन्दिर भनेको चाहिँ यही हो आउँदै गर है तिमीहरू म यहाँनिर अलिकति गर्छु म खासै धेरै भित्र त छिर्दिनँ साथीहरू बाहिरदेखि अलिक देखाउँछु पिण्डेश्वरी मन्दिर चाहिँ यस्तो छ हेर्नु कहाँ म यता छु है मम्मीलाई त भन्ने पिण्डेश्वरी मन्दिर यस्तो यस्तो छ साथीहरू धेरै वर्ष अगाडि आएर है क्या अब त छ हबै गइसकेको छ पिण्डेश्वरी मन्दिर है यो धरानको प्रसिद्ध कहाँ कहाँदेखि इन्डियादेखि पनि मान्छेहरू पूजा गर्न आइरहेको हुन्छ यहाँ चाहिँ पोखरी छ उता हसिना पोखरी म धेरै भित्र चाहिँ छिर्दिनँ ल साथीहरू हिँड्दा हिँड्दा आज यति गाह्रो भइरहेछ भित्रभित्र नै कति धेरै छ कि ठाउँहरू फेरि के थिएन भनेर काठमाडौँ भनिदिनु चाहिँ म धरान गरेर यो खान्छु त्यो खान्छु भन्छु कि यहाँ आएपछि चाहिँ फेरि खानै सक्दैन क्या खाएपछि अलिकति पेट हुने गाह्रो जे चिज पनि खानु मात्रै मन लाग्छ तर मन नपर्ने क्या बाँदरको बच्चाहरू बोलबम साउनको बेलामा नौरथाको बेलामा पहिला एकदमै धेरै भिड हुन्थ्यो क्या साथीहरू यति धेरै भिड हुन्थ्यो अहिले त अब एकदम प्राचीन मन्दिर हो क्या हाम्रो यहाँ अनि अहिले त अब के भन्छ भयो नि त अनि के पो भन्थ्यो खै अहिले त पहिला जस्तो त्यस्तो छैन फेरि उयो छैन रहेछ क्या मान्छेहरूको चहल पहल रमझमहरू केही छैन क्या युट्युबहरू बनाएपछि चिनेको मान्छेहरू भेटिन्छ नि त त्यही भएर चिनेर बोल्दैन चाहन्छ सबैको आफ्नो आफ्नै मान्यता छ नि त त्यही भएर यहाँ चाहिँ यस्तो छ है पिण्डेश्वरी मन्दिर जाऊँ ल ल हामी चाहिँ पिण्डेश्वरदेखि निस्क्यौँ दादा ल मेरो फोटो खिच्दै एउटा